तपाईहरुलाई तपाईहरुको मिडिया मार्फत सम्पूर्ण नेपाली महानुभावहरुमा जानकारी पनि गराउन चाहन्छौं। यसै परिप्रेक्ष्यमा यो कार्यक्रमलाई हामीले अलिकति बृहत रूपमा एउटा छलफलको कार्यक्रमको माध्यमबाट देशैभरि जति पनि हाम्रा साथीहरु हुनुहुन्छ, जो नेपालीहरु हुनुहुन्छ, जसले यो देशको निर्माण गर्यो, जुन विचारले यो देशको निर्माण भयो, जुन उपदेशले यो देशको निर्माण भयो, त्यो विचारलाई नै यो देशको विचार बनाएर लिएर जानुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो अब आउने आगामी पौष 27 गतेको कार्यक्रमलाई एउटा बृहत उत्सवका रूपमा मनाउने कार्यक्रम आयोजना गर्न लागेका छौं। वास्तवमै बडा महाराज धिराज पृथ्वीनारायण शाह नबक्सेको भएदेखि आज हामी नेपाल भन्ने यो भूगोल त हुन्थ्यो होला, तर नेपाल भन्ने देशको निर्माण सायदै हुन्थ्यो होला। यो देशको निर्माण जो मान्छेले गर्यो, जो व्यक्तिको अगुवाईमा भयो, जो मान्छेको अगुवाईमा भयो, त्यस्तो महान व्यक्ति जसको जन्म यो देशमा भगवान रामको दर्जामा, भगवान गौतम बुद्धको दर्जामा हामीले दाज्यौं भने त्यसलाई कुनै पनि हिचकिचाहट मान्नु पर्दैन। जसरी हामीले भगवान रामको पूजा गर्छौं, त्यसैगरी हामीले पृथ्वीनारायण शाहलाई त्यो दर्जामा राखेर पूज्य व्यक्तिको रूपमा हामीले अगाडि बढाउनु पर्छ। हाम्रो आदर्श व्यक्तिको रूपमा हामीले अगाडि बढाउनु पर्छ। पृथ्वीनारायण शाहले भन्नुभएका उहाँको जीवनमा घटेका घटनाहरू, नेपाल एकीकरण गर्दाखेरि उहाँले खेल्नु भएको भूमिका, उहाँका अनुभवहरू र उहाँले दिनुभएको दिव्य उपदेश नेपालको वास्तवमै एउटा आदर्श हो। 300 वर्ष अगाडि दिनुभएको उहाँको जुन उपदेश मार्फतको विचार छ, त्यो विचार आज पनि ज्यूका त्यौं नेपालमा हुबहु लागू गर्ने हो भने हामी नेपालीले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय उत्पादन र राष्ट्रिय समृद्धिका लागि अन्त कतै कसैको मुख च्याउनु पर्दैन। हामी जुन रूपमा पृथ्वीनारायण शाहलाई बुझ्छौं, त्यो रूपमा पृथ्वीनारायण शाहलाई बुझ्दै गर्दाखेरि केही तलमाथि गरेर बुझिएको पनि भेट्छौं। पृथ्वीनारायण शाह एकजना राजा मात्रै हुनुहुन्न थियो। पृथ्वीनारायण शाहलाई केवल राजाको रूपमा मात्रै बुझ्यो भनेदेखि हामीले उहाँप्रति अन्याय गरेको ठहर छ। त्यसकारणले पृथ्वीनारायण शाह एउटा महान व्यक्तित्व हुनुहुन्थ्यो, आदर्शवान व्यक्ति हुनुहुन्थ्यो, दूरदर्शी राजा हुनुहुन्थ्यो र उहाँ पराक्रमी मान्छे हुनुहुन्थ्यो। उहाँ कूटनीतिक एउटा चाहिँ राजनीतिक र कूटनीतिक क्षमता अब्बल राख्ने एउटा राजा भइबक्सन्थ्यो। पहिले पनि उहाँले राख्नुभएको कूटनीतिक तर्फको विचार, दक्षिणतिरको छिमेकी र उत्तरतिरको छिमेकीलाई कसरी सन्तुलनमा लिएर जाने, समुद्र पारीको बादशाह कस्तो थियो भन्ने कुरा राख्नुभएको दृष्टिकोण, त्यसैगरी यो मुलुक मैले मात्रै होइन, यो सबै नेपालीहरूले निर्माण गरेको हो र मेरो सानो दुःखले आर्जेको होइन, यो 4 जात 36 वर्णको साझा फुलबारीको देश हो भनेर भन्नुको मतलब यो सबैको देश हो। यसलाई थामी खानु भनेर भन्नुको मतलब यो देशको रक्षा गरेर तिमीहरू अगाडि बढ्नु भनेर जुन उहाँले उपदेश दिनुभएको छ, त्यो उपदेशलाई हामीले शिरोधार्य गरेर अब यो पृथ्वी पथ भन्ने चिज यो हाम्रो एउटा राजनीतिक मुद्दा होइन, अब यो एउटा राष्ट्रिय संकल्पको रूपमा हामीले अगाडि बढाएर लिएर जानुपर्छ। निर्विकल्पको राजनीति गर्नुपर्छ। त्यही भएर विकल्पको राजनीति गर्नेहरूको पनि हामीले देख्यौं र पुराना राजनीति गर्नेहरूको पनि देख्यौं। अब हाम्रो राजनीति मूलधारको हुनुपर्छ। त्यो मूलधारको राजनीति भनेको राष्ट्रियताको राजनीति हो, राष्ट्रवादको राजनीति हो र त्यसलाई हामीले हाम्रो धर्म, संस्कार, संस्कृति, परम्परा, मूल्य, मान्यतालाई हामीले जिउका त्यौं लगेर अगाडि बढाउँदै त्यसभित्र विज्ञान मिसाउँदै हामी अगाडि बढ्यौं भनेदेखि भोलिका हाम्रा पुस्ताहरूका लागि पनि हाम्रो यो राष्ट्र युगौं युगसम्मका लागि हामीले उनीहरूलाई छोडेर जाने स्थितिमा पुर्याउन सक्छौं। तर हामी एकदमै संकटको अवस्थामा छौं। राजनीति यति संकटको अवस्थामा छ कि यो मुलुकमा निर्वाचन भयो भने पनि के हुन्छ, निर्वाचन भएन भने पनि वास्तवमा यो देशमा के हुन्छ, यो देश रहला कि नरहला भन्ने परिस्थितिमा अहिलेको वर्तमान स्थितिको राजनीतिको गन्तव्यले देशलाई दिशाहीन बनाएको छ। त्यो दिशाहीन बनाएको राजनीतिको अवस्थालाई सही मार्गमा लिएर आउनका लागि अब एउटा निर्विकल्प विचार आएको छ। त्यो हो पृथ्वी पथ हो। यो पृथ्वी पथ विचारलाई अगाडि लिएर हामीले लिएर गयौं र वर्तमान अवस्थामा
यो पृथ्वी पथलाई हामीले कसरी अगाडि बढाउन सक्छौँ भन्ने कुरामा एउटा सैद्धान्तिकरण गरेर अगाडि बढ्न सकियो भने यो देशको राष्ट्रियता पनि बच्छ, यो देशको धर्म पनि बच्छ, यो देशको स्वाभिमान पनि बच्छ। हो, हाम्रो सङ्कल्प भनेको समृद्धिको यात्रा नै हो, हाम्रो यात्रा भनेको विकास मैत्री नै हो। तर अरूले दिएको चिज, अरूबाट प्राप्त चिज, स्वाभिमान गुमाएर लिएको विकास, त्यो विकास हुँदैन। हेर्नुहोस्, सिक्किममा पनि धेरै विकास छ, तर त्यो सिक्किममा गरिएको विकास त्यहाँका जनताहरूको स्वाभिमान गुमाएर बनिएको विकास हो। भुटानको विकासलाई पनि हामीले त्यसरी नै लिन सक्छौँ। यस्ता अन्य थुप्रै देशहरू छन् जहाँ स्वाभिमान गुमाएर अर्को देशसँग मर्ज भएर अर्को देशले त्यो देशलाई हडपेर लिएको स्वाभिमान हो। त्यहाँ उचो निचो थिचमिच हुन्छ। हो, त्यस्तो खालको हामीलाई समृद्धि चाहिएको होइन। स्वाभिमान सहितको समृद्ध राष्ट्र नेपाल निर्माण गर्नका लागि हामीले एउटा सङ्कल्प गरेका छौँ। त्यो सङ्कल्पको लागि हामीले यही 20 गते, पौष 20 गते आइतबारका दिन कार्यक्रमको आयोजना गरेको छौँ र त्यस कार्यक्रममा नेपालका प्रख्यात विचारकहरू, नेपालका प्रख्यात राष्ट्रवादी व्यक्तित्वहरू, नेपालका प्रखर देशभक्त व्यक्तिहरूको आगमन हुन्छ र त्यस आगमनमा प्राध्यापक डाक्टर जगमान गुरुङ, डाक्टर सुरेन्द्र केसी, बालकृष्ण नेउपाने वरिष्ठ अधिवक्ता, त्यसै गरी ध्रुवलाल श्रेष्ठ, त्यसै गरी कलाकार रमेश उप्रेती, त्यसै गरी लक्ष्मीदास प्रसाई, त्यसै गरी तपाईँले स्वागत नेपालजी, अधिवक्ता स्वागत नेपालजी, त्यसै गरिकन तपाईँले श्रीनिवास गुरु, आचार्य श्रीनिवास गुरु लगायतका प्रमुख देशका केशरबहादुर विष्ट, पूर्व मन्त्री केशरबहादुर विष्ट लगायतका प्रमुख व्यक्तिहरूको त्यहाँ आगमन हुन्छ र तपाईँहरूले पनि त्यस कार्यक्रमलाई आफ्नो सन्देश मार्फत, प्रिय मिडिया मार्फत, तपाईँहरूको लोकप्रिय मिडिया मार्फत त्यसलाई सम्प्रेषण गरिदिनुका लागि पनि म तपाईँहरूलाई अनुरोध गर्दछु। साथीहरू, यो आजको पत्रकार सम्मेलनको मूल उद्देश्य नै त्यही हो। भ्रष्टाचार, व्यथिति, विसङ्गति यस्ता कुराहरूले देश आक्रान्त भइसकेको छ। राज्यलाई गिर्वीमा राखेर, राज्यलाई ऋणको बोझ बोकाएर, राज्यलाई बेरुजुको बोझ बोकाएर, हाम्रो अर्थतन्त्रलाई धाराशायी बनाएर, संसारकै गरिब राष्ट्रको रूपमा दर्ज गराएर हामीलाई अहिलेको वर्तमान अवस्थामा जुन जेन्जी आन्दोलन भयो, त्यो जेन्जी आन्दोलनको मुख्य कारण नै के थियो त भन्दा भ्रष्टाचार र कुशासनको परिणाम थियो। त्यस कारणले गर्दा अब यसबाट पार लाग्नको लागि हैन, एउटा दह्रो राष्ट्रियता बन्नुपर्छ। मधेसले बुझ्ने भिन्दै किसिमको राष्ट्रियता, पहाडले बुझ्ने भिन्दै किसिमको राष्ट्रियता, त्यसै गरी हिमालले बुझ्ने भिन्दै किसिमको राष्ट्रियता, विभिन्न जात-जाति जनजातिले बुझ्ने भिन्दै खालको राष्ट्रियता, मधेसीले बुझ्ने भिन्दै खालको राष्ट्रियता, पहाडे बाहुन क्षेत्रीहरूले बुझ्ने भिन्दै खालको राष्ट्रियता, यसरी अलग अलग किसिमको बुझाइको राष्ट्रियता भएको देश कहिले पनि सग्लो बस्न सक्दैन। त्यस कारणले विभिन्न पार्टीहरूको मार्फत 2200 र 2400 राज्यहरूमा परिणत हुन लागेको यो देशलाई टुक्रिने अवस्थामा पुगेको वा कसैसँग मिल्नुपर्ने अवस्थामा वा कसैसँग विघटन हुन्छ कि भन्ने, मुलुकै विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेको देशलाई फेरि पुनरेकीकृत गर्नका लागि बडमारा धिराज पृथ्वीनारायण शाहको उपदेशलाई नै हामीले समाउनुपर्छ। किनभने त्यही नै हो हाम्रो जरा, त्यही नै हो हाम्रो फाउन्डेसन। त्यही भएर यो देशमा अरू बाँकी सबैको आफ्नै किसिमको महत्त्व होला, तर एउटा मान्छे, जो मान्छे मात्रै यो देशका लागि हिरो हो, त्यो भनेको त्यो महान विचारक, त्यो महान आदर्श पुरुष, जो महान एकीकरणका प्रणेता हाम्रो पृथ्वीनारायण शाह नै हुनुहुन्छ। हो, मुलुक एकीकरण गर्ने क्रममा तपाईँ हाम्रा पुस्ताहरूले पनि, तपाईँ हाम्रा पुर्खाहरूले पनि रगत बगाएका छन्। त्यसमा मेरो पुर्खाको पनि रगत बगेको छ, त्यसै गरी तपाईँको पुर्खाको पनि रगत बगेर यो देश बनेको छ। तर जसको जुन परिकल्पनामा प्रोजेक्टको जसले दियो, त्यो प्रोजेक्टको म्यानेजर जो थियो, त्यो प्रोजेक्ट जसले दिएको थियो, त्यो चिजलाई अगाडि बढाउने व्यक्ति भनेको पृथ्वीनारायण शाह हुनुहुन्थ्यो। र पृथ्वीनारायण शाहको अब यो जन्म जयन्तीलाई हामीले एकताको सूत्रमा विभिन्न राष्ट्रवादी साथीहरूलाई हामीले के भनेका छौँ भने, अब अरू बेलाको जस्तो गरेर पृथ्वी जयन्ती नमनाऊ, कम्तीमा पनि हामीले भद्रकालीदेखि कम्तीमा पनि पृथ्वीनारायण शाहको शालिगसम्ममा हामीले त्यहाँनिर यत्रो मास ग्यादरिङ गरेर देखाउनु पर्ने छ कि ताकि पृथ्वीनारायण शाह
भनेको नेपालको एउटा आदर्श व्यक्ति हुन् र उनको विचार दिनानुदिन हिजो त त्यसलाई लोप बनाउन खोजिएको थियो, पढाउन खोजिएको थिएन, नैतिक शिक्षा हटाउन खोजिएको थियो, समाजलाई माथि पृथ्वीनारायण शाहप्रति दुष्प्रचार लाद्न खोजिएको थियो हैन। पृथ्वीनारायण शाहले यति धार्नी नाक काटे अरे, पृथ्वीनारायण शाहले फलानुलाई विस्थापित गरे अरे भन्ने खालका यस्ता कुराहरू, अर्काको राज्य हरण गरे अरे भन्ने खालका नेगेटिभ कुराहरू मात्रै छरेर पृथ्वीनारायण शाहप्रति विषममन गर्ने, उनको शालिग ढलाउने, उनको शालिगमाथि थुक्ने जुन दुष्प्रयास गरिएको थियो, बिस्तारै नेपालीहरूले बुझ्दैछन् र ती ढलेका शालिगहरू उड्दैछन्, ती लुकाइएका दिव्य उपदेशहरू नेपालीहरूले पढ्दैछन्, हाम्रो इतिहास खोज्दैछन्। तपाईले हामीले गरेको यो अथक प्रयासको कारणले तपाईहरूले पनि देख्न सक्नुहुन्छ हिजोको नयाँ वर्ष जुन अङ्ग्रेजी नयाँ वर्षलाई कसरी नेपालीहरूले मनाउँथे, क्रिसमसलाई नेपालीहरूले कसरी मनाउँथे र अहिले राष्ट्रियताको उभार जुन हामीले लिएर आयौँ राष्ट्रवादीहरूले, अहिले त्यो किसिमको हिजो 5 वर्ष अगाडिको जस्तो क्रिसमस मनाइँदैन, 5 वर्ष अगाडिको जस्तो नयाँ वर्ष अहिले मनाइँदैन। किन त भन्दा हामीले नेपालीलाई बुझाउन सफल भयौँ। हामीले नेपालीलाई बुझायौँ कि हाम्रो आफ्नोपन भनेको के हो, आफ्नो चाड पर्व धर्म संस्कृति र संस्कार भनेको के हो भनेर हामीले लाखौँ मञ्चहरूमा यो कुरा राखेका छौँ है। त्यही भएर यो देश सनातन हिन्दू बौद्ध किराँत जैन सिख धर्मको उद्गम स्थल हो। यो यहाँबाट जन्मेको जुन यो धर्म छ, यो धर्म चाहिँ जुन छ, यो हाम्रो नेपाल वास्तवमा सनातनको शिर हो। यो सनातनको शिरलाई जोगाउनका लागि संसारलाई कन्ट्रोल गर्ने शक्ति नै श्री पशुपतिनाथसँग छ। त्यस कारणले गर्दा अरू जसले जति जेसुकै गरे पनि नेपाललाई यदि कसैले चलाउने कोसिस मात्रै गर्छ भनेदेखि त्यो देशलाई ठुलो हानि नोक्सानी हुन्छ। यति कुरा याद राख्नु होला। त्यो तपाईले देख्नु नै भएको छ। यदि नेपाललाई कोही कसैले पनि चलाउने मात्रै कोसिस गर्छ भने भगवान श्री पशुपतिनाथको अनुकम्पाले त्यो देशलाई ठुलो घात हुन्छ, त्यो देशलाई ठुलो नोक्सानी हुन्छ। यति कुरा याद राख्नु होला। किनकि भन्दा संसारको कन्ट्रोल पावर भनेकै, त्यो कस्मिक पावर भनेकै श्री पशुपतिनाथसँग छ र संसारको कन्ट्रोल गर्ने ठाउँ नै पशुपतिनाथ हो। त्यस कारणले गर्दा यो देशलाई कसैले हलचल गर्न सक्दैन। सक्थे भने मुसलमानहरूले आक्रमण गरे, ती मुसलमानहरूलाई पनि कसले हरायो त भन्दा नेपालीहरूले हराए, यहाँ आउन दिएनन्। तपाईले हेर्नुभयो भने मकवानपुरबाट पृथ्वीनारायण शाहले ती मुसलमानका लडाकुहरूलाई त्यहीँबाट परास्त गरेर खेद्नु भएको छ। सक्थे भने अङ्ग्रेजहरूले यो देशलाई हडप्न सक्थे। 1824मा हाम्रो सिन्धुलीगढीको लडाइँबाट नै हामीले त्यहीँबाट हामीले अङ्ग्रेजहरूलाई चाहिँ नै साम्राज्यवादीहरूलाई खेदेको हो। 1872मा चाहिँ हामीले 2 वर्षसम्म लगातार हाम्रो युद्ध भएको छ। हामी त्यति शक्तिशाली थियौँ एउटा युगमा, संसारलाई एउटा ठाउँमा ल्याइसकेको र संसारलाई विजय गर्छु भनेर हिँडेको बेलायती साम्राज्यलाई समेत हामीले यो देशबाट घुँडा टेकाएका छौँ भनेपछि हाम्रो देश कति शक्तिशाली रहेछ। आज हामी केमा पुग्यौँ त भन्दा, परिणत भयौँ त भन्दा हाम्रा नागरिकहरू यो देशमा बस्न नसक्ने स्थितिमा पुगे। कुनै पनि युवाको रोजाइ यो देश भएन, मान्छे बस्न लायकको देश बनेन। यसको मूल कारण नै के हो त भन्दा जरा हामीले के गर्यौँ त भन्दा छोड्यौँ। हामीले यसको मूल कारण खोज्दै गयौँ भने यो देशको फाउन्डेसनलाई हामीले छोड्यौँ र आयातित विचारहरू, मार्क्सका विचारहरू, सोसलिजमहरू, यस्ता यस्ता आयातित विचारहरू पढ्यौँ। हामीले पृथ्वीनारायण शाहलाई बिर्स्यौँ, मार्क्सलाई पूजा गर्न थाल्यौँ, लेनिनलाई पूजा गर्न थाल्यौँ, गान्धीको फोटोमा हामी पूजा गर्न थाल्यौँ। तर ती सबैका प्रणेता भनेका पृथ्वीनारायण शाह हुन् र ती पृथ्वीनारायण शाहलाई चाहिँ हामीले बिर्सिँदै गर्दाखेरि आज यो देशले धेरै नै दुःख पाएको छ। अब हामी फेरि फर्किनुपर्छ त त्यही जरामा फर्किनुपर्छ, समाउनुपर्छ त त्यही जरामा समाउनुपर्छ। अब पातको बारेमा छलफल हुँदैन, अब रुखको बुट्टोको बारेमा छलफल हुँदैन, अब सिधा जरा समातेर राजनीतिमा आउने हो। सिधा जङ्गलको बारेमा अब हामी बहस गर्छौँ, हामी बुट्टोको बारेमा बहस गर्दैनौँ। त्यो विचार भनेकै पृथ्वीपथ हो र त्यो विचारलाई हामीले लिएर जाँदैछौँ र तमाम देशैभरि हुनुभएका युवा साथीहरू, तमाम XYZ पुस्ता भनौँ न, अब अङ्ग्रेजी भाषामा भन्नुपर्दाखेरि XYZ पुस्ता अर्थात् नवयुवा, युवा र वृद्ध पुस्ता, बुढा पुस्ता, यो तीनटै पुस्ताले बुझ्नुपर्ने कुरा के हो त भन्दा मूल छोड्यो भने कुल छोड्यो भने केसम्म हुँदो रहेछ, यो देशको हालत र हविगत कहाँसम्म पुग्दो रहेछ भन्ने कुरालाई हेक्का राख्नुपर्छ। हामीले मूल छोड्यौँ, हामीले कुल छोड्यौँ, हाम्रा पितृहरूप्रति आदर सत्कार गर्न छोड्यौँ। किनकि हामी कम्युनिस्ट हुन थाल्यौँ र हामीले कसलाई आदर्श बनायौँ त भन्दा धर्म भनेको अफिम हो भन्ने कुरालाई आदर्श बनाउन थालिसकेपछि समाज बिग्रिँदैन। धर्म भनेको केवल पूजा गर्नु मात्र होइन,
धर्म भनेको कर्तव्य हो, तपाईको जिम्मेवारी हो, तपाईको पुस्ताप्रतिको जिम्मेवारी हो, तपाईको पुर्खाप्रतिको जिम्मेवारी हो, तपाईको भावी पुस्ताप्रतिको कर्तव्य हो र तपाईको वर्तमानलाई सुरक्षित गर्दै भविष्य सुनिश्चित गरेर जसरी तपाईको पुर्खाले तपाईलाई यो देश सुम्पिएका थिए त्यसैगरी तपाईले पनि तपाईको आउने पुस्तालाई यो देश सग्लो सुम्पिनु भनेको पृथ्वीनारायण शाहले भनेकै त्यही हो। आफ्ना आफ्ना कुल धर्म नछोड्नु। त्यसको मतलब के हो त भन्दा कसैले पनि धर्म नमान्नु भनेको होइन, आफ्नो आफ्नो कुल धर्म नछोड्नु। नेपाल भनेको ईश्वरको किल्ला हो, यो ईश्वरले बनाएको देश हो, यो असली हिन्दुस्तान हो भनेको असली जुन सनातनीहरूको देश भनेकै नेपाल हो। यो कसैले पनि दाग नलागेको देश हो, कहिले पनि कसैको पराधीन नभएको देश हो। त्यस कारणले गर्दा यो असली हिन्दुस्तान हो। फेरि असली हिन्दुस्तानको मतलब हिन्दुस्तान हो भनेको होइन, असली हिन्दुस्तानको मतलब चाहिँ यो वास्तवमै कसैले पनि हडप्न नसकेको एउटा स्वतन्त्र हैन अविभाज्य र अखण्ड देश हो भन्न खोजेको मतलब हो। त्यो कुरालाई नबुझेर मान्छेहरूले पृथ्वीनारायण शाहले यसो भने उसो भने भन्ने कुराहरू गरिएको छ। यसलाई हामीले चिरेर लिएर जानुपर्छ। अब हामी चिर्छौँ, हामी यसलाई कोर्समा राख्छौँ, हामी यसलाई सङ्कल्पका साथ अगाडि बढ्छौँ। यसको कोर्स डिजाइन भइसकेको छ। यसलाई कसरी स्कुलमा नर्सरीमा पढाउने, 1 कक्षामा कसरी पढाउने, 10 कक्षामा कसरी पढाउने, मास्टर्समा कसरी पढाउने। अब पृथ्वीनारायण शाहका बारेमा फिलोसोफरहरू जन्मिन्छन्, पृथ्वीनारायण शाहका बारेमा डक्टरेट हुन्छन् र कसैले पनि शोध र अनुसन्धान गर्नु पर्यो भनेदेखि अब त्रिभुवन विश्वविद्यालय जस्ता विश्वविद्यालयहरूमा पृथ्वीनारायण शाहका बारेमा अध्ययन गर्नुपर्छ। धेरै पृथ्वीनारायण शाहका बारेमा प्रतिष्ठानहरू बनेका छन्। हो, नेपालीहरू अब जाग्दैछन्, नेपालीहरूले आफ्नो जरालाई समाउन खोज्दैछन् र त्यो जरा समाउनका लागि एउटै मात्रै विकल्प छ। अब यो देशलाई गणतन्त्रबाट स्वतन्त्र बनाउनुपर्छ, गणतन्त्रबाट मुक्त गर्नुपर्छ र यो देशमा वैदिक सनातन हिन्दू बौद्ध किराँत सहितको एउटा धार्मिक राष्ट्रको निर्माण गर्नुपर्छ। र यो त्यो भनेको मतलब के हो त भन्दा त्यो धर्मसँग मात्रै जोडिएको छैन, त्यो ठुलो व्यापारसँग जोडिएको छ। हाम्रो गरिबी निवारणको एउटा ठुलो अस्त्र बन्न सक्छ हाम्रो यो देशको के भन्छ धर्म। त्यो सनातन धर्मको केन्द्र भनेकै नेपाल हो, बुद्ध धर्मको केन्द्र भनेको नेपाल हो, किराँत धर्मको केन्द्र भनेको नेपाल हो। हामीले हिन्दू र बौद्धिस्ट धर्मावलम्बीहरूलाई मात्रै यो देशमा पर्यटकको रूपमा भित्राउन सक्यौँ भने हाम्रा नेपाली दाजुभाइहरू कसैको देशमा भाडा माग्न जानु पर्दैन, 50-55 डिग्रीको तातो घाममा आफ्नो जिउलाई सेक्नु पर्दैन। यहीँनिर छ शीतलतामै आनन्दतामै आफ्नै भूमिमा आफ्नै माटोमा लाखौँ रुपियाँ कमाउन सक्ने परिस्थितिको निर्माण गर्न सकिन्छ। हो, प्रकृतिले हामीलाई सबै थोक दिएको छ। प्रकृतिले हामीलाई कदेखि ज्ञानसम्म सबै कुरा दिँदै गर्दाखेरि एउटा नेतृत्वको अभावमा यो देशले सधैँ दुःख पायो। समृद्धिको हाम्रो सपनामा जहिले पनि तुषारपात भयो। हामीले विश्वास गऱ्यौँ, 7 सालमा नेताहरूलाई विश्वास गऱ्यौँ, 46 सालमा नेताहरूलाई विश्वास गऱ्यौँ, 62-63 गणतन्त्रलाई हामीले विश्वास गऱ्यौँ, तर केवल हामीले धोका मात्रै पायौँ। अब हरेक पटक धोका खाने अब मेलोमेसो नगरौँ। अब हामी हाम्रो जरातिर फर्क्यौँ, पृथ्वीनारायण शाहको विचारलाई हाम्रो मार्गदर्शक सिद्धान्त बनाएर अगाडि बढौँ र यही नै हाम्रो देशको निकासको माध्यम बन्छ र त्यो बन्नुपर्छ भन्ने कुरा सहित। र अब आउने यसपालिको पृथ्वी जयन्ती हरेक कूटनीतिक नियोगमा जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ म यसलाई विशेष आग्रहका साथ भन्छु, जति पनि देशहरूमा 100 भन्दा बढी देशहरूमा जो नेपालीहरू हुनुहुन्छ ती देशहरूमा तपाईहरूले दीप प्रज्वलन गर्नुहोस् र तपाईहरूको दूतावास अगाडि गएर कार्यक्रमको आयोजना गर्नुहोस्। त्यो दूतावासको जिम्मेवारी हुन्छ, किनभने राज्यले यसलाई एकता दिवसको रूपमा मनाउने र बिदा दिने काम गरिसकेपछि राज्यले नै यसको अपनत्व लिनुपर्छ र राज्यकै खर्चमा पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइनुपर्छ। त्यो हरेक कूटनीतिक नियोगमा मनाइनुपर्छ र हरेक नेपालीले हरेक देशबाट बनाउनुपर्छ भन्ने आह्वान गर्दै म तपाईहरूलाई पर्सि 20 गते आइतबार हुन लागेको बृहत गोष्ठीमा सहभागिता जनाइदिनु हुनका लागि पनि विशेष अनुरोध गर्दै आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, नमस्ते, धन्यवाद।